इमर्जेन्सी उस पर्यो अनि त्यहाँबाट मैले चाहिँ अब त्यो कम्पनीको चाहिँ मसँग 2टा नम्बर थियो के दाजुभाइको नम्बर अनि मैले भाइलाई फोन गरेँ भाइलाई फोन गरेपछि मलाई यस्तो यस्तो भयो अनि मलाई ल्याइदिनु पर्यो भनेको अनि त्यो उसले चाहिँ हुँदैन पर्सि मात्रै हुन्छ भन्यो अनि त्यहाँबाट मैले अब फेरि उसको दाइलाई कल गरेपछि मैले मेरो घरमा यस्तो यस्तो भयो मलाई इमर्जेन्सी पर्यो ल्याइदिनु पर्यो भनेर मैले कल गरेँ यति फोर्स मलाई यति आपत पर्यो मलाई यति इमर्जेन्सी पर्यो जसरी भए पनि ल्याइदिनु पर्यो भनेर भने अनि उहाँले भन्नुभयो मलाई अलिकति अप्ठ्यारो पर्छ तपाईँ नै आउनुहोस् भनेर भन्नुभयो अनि म अब घरमा त गाडी छैन अब गाडी खोजेर लिएर जानु पर्यो अब गाडी त थियो अब गाडी बाहिर थियो अनि त्यहाँबाट मैले अनि त्यहाँ उता पर दाइ छिमेकी दाइको गाडी एकछिनलाई मैले उहाँको गाडी चाहिँ एकछिनलाई मैले उहाँलाई पनि लगेर गएँ अनि त्यहाँबाट मैले यहाँबाट गएर अनि उहाँ गएर अनि त्यहाँबाट मलाई अनि उहाँलाई प्रब्लम पर्ने भएको भएर उहाँ मान्छे आएको हुनुहुन्थ्यो पसलमा पनि अनि उहाँलाई प्रब्लम पर्छ भनेर एकछिन वेट गर्नु भन्नुभयो मलाई इमर्जेन्सी पर्यो घरमा छिटो गर्नु न भने एकछिन वेट गर्नु न मान्छे आइरहेछ मैले यसरी आफूलाई प्रब्लम परि दिनु पनि भएन भन्नुभयो अनि त्यहाँबाट एकछिन कुरेर अनि त्यहाँबाट मैले लिएर आएँ घरमा अनि त्यहाँबाट के भन्नुहुन्छ भने ग्यासको सर्टेज थियो अब ग्यासको सर्टेज भएपछि त अब घरमा ग्यास स्टक हुने कुरा भएन अनि घरको मात्रै परिवार भएको भए जसो पनि चल्थ्यो अब हिजो त्यही बेला पाहुना आउनु भएको थियो अब खाना पकाउँदा ग्यास सक्यो अब ग्यास सकेपछि त मलाई आपत पर्यो अब पाहुनालाई त बनाएर खुवाउनु पर्यो